गाइजहरुमा आइनु ब्लग आज चाहिँ म माथि चरमा पुगेको छ के यहाँ चाहिँ मेरो ड्रागन फ्रुट छ देखाउँछु है ini mamgo bini kalau gue boleh nonton mamgo kalau layo o यहाँ अलिकति सानो फलेछ है गाइजहरु देख्नुभयो अनि योमा यहाँ चाहिँ काउलो लाउँदैछ माम चाहिँ कपालमा सिद्धो भएर सुन्नुभयो गाइजहरु मामले के भए भनेको कस्तो हाँसी नै आएछ है गाइजहरु अब अलिकति यस्तो गरौँ त यो मेरो मामीको घरको साथी हो अनि यो चाहिँ मेरो घरको अलि ह्याप्पी मामको कपालले अगाडि देखाइहाल्यो mamgo कपाल अब कालो लाएर बाउद गर्ने गीत गाउने देख्नुभयो गाइजहरु माम धेरै बुढी भयो कालो लाएपछि तोरिनी बन्छ कि भन्न माम धेरै बुढी भयो 55-56 वर्ष भयो भन्न मेरो मम्मीको माम चाहिँ उता झन् गाउँमा छ के गाइजहरु सिन्धुलीको माम सिन्धुलीको माम हाम्रो घर चाहिँ हो सिन्धुली हामी चाहिँ शिवचोकमा बस्छ बौद्ध शिवचोक गाइजहरु अलिकति बोरिङ छ है गाइजहरु तलबाट देखाउ कस्तो देख्छ भने अलिकति टाइम हुँदैन के नानी गाइजहरु म चाहिँ अहिले यहाँ के गर्नु के गरेर बस्नु गाइजहरु म अलिक नजिक गर्छु है नजिक भएको छैन ए नजिकलाई कालो लाएछ कालो लाएर गर्दियो देख्नुभयो म्यामले के भन्नुभएको हजुर ला गाइजहरु तल जानु पर्यो जानु गाह्रो छ बाबुले नि बोलाइहाल्यो कि गाइजहरु तल जानु बाँकी के भयो मोबाइल लगेर ब्याट्री छैन यहाँ आज 100 चोटि भिडियो बनाउने हो के आज पहिले म थोरै बनाउँछु नि आज झन् धेरै बनाउन आँटेको हो गाइजहरु अलिकति उज्यालो देखेन गाइजहरु उज्यालो त लागेछ अलिकति एकछिन है गाइजहरु मेरो हातले सर्नुभयो गाइजहरु माथि चढ्ने हो हामी ड्रागन फ्रुट पनि फलेछ है गाइजहरु मेरो फलेको एउटा लामो हुँदै जाँदैछ एउटा छोटो भर्खर फल्दैछ छोटोबाट भने गाइजहरु खै हेरौँ त मामको कपालमा के छ भनेर हाम्रो सिन्धुलीको मामको के भएछ भन्न सेतो भएछ कपाल त मामको भित्रबाट त बुझ्नुभयो मेरो हाम्रो मामको कपाल कालो अलिकति बुढो भइसक्यो गाइजहरु मेरो माम बुढी बुढी
बुढी भन्नु पर्यो बुढी भन्नु बुढी बुढो होइन बुढी बुढी हाम्रो मम्मी बुढी भए त साह्रै भन्नु न सेतो कपाल हुँदैछ अनि हाम्रो मम्मी 52 वर्ष भयो भन्नु न हाम्रो मान्छे 14 वर्ष 54 वर्ष 14 वर्ष भयो त्यो भिडियो म लाइक गर्नु चाहिँ भर्खर 7 वर्ष भइसके हाम्रो मामको भिडियो लाइक गरिदियो मेरो बाबाको खुसी बाबाको लागि पनि लाइक सब्सक्राइब च्यानल गरिदिनुहोस् ब्याज चाहिँ नगर्ने होस् अझ राम्रो बालो भिडियो बनाउनको जाँदैछु के म गाइसहरू मेरो बाबाले भिडियो हालिदिनुहुन्छ के गाइसहरू सबै नजिक दिसो टाइम पनि झन् सकिँदैछ है गाइजहरू काट्टा चिक्नु लाग्यो मेरो मम कति वर्ष थाहा पायो भने मेरो मम कति वर्ष भयो थाहा पायो मेरो माम कति वर्ष भयो त्यो कमेन्टमा भनिदिनुहोस् है अनि यहाँ चाहिँ के छ भने हेर्ने यहाँ त सबैले नै छोपेर आइसकेको देखाउँलाई गाइजहरू मेरो पुरा हाम्रै दुखाइहाल्यो के गाइजहरू अब यसो समाउनु पर्नेछ गाइजहरू राम्रो भिडियो बनाउन त झन् मुस्किल छ है गाइजहरू पुरै ब्याज छ मुस्किल छ है गाइजहरू आज मेरो शनिबार हो छुट्टी भोलि पनि छुट्टी हो भोलि पनि गाइजहरू भोलि पनि छुट्टी हो भोलि पार्कको भिडियो बनाउँला है गाइजहरू ल आज चाहिँ मनाउने हो भोलि चाहिँ मनाउने हो अनि जाने हो पार्क अनि यस्तो रे हेरौँ त अलिकति नजिक हेरौँ त भने गाइजहरू एउटा ड्रागन फ्रुट देख्यो यो हो ड्रागन फ्रुट मेरो झन् राम्रो बाबा ड्रागन फ्रुट फलेछ है गाइजहरू अर्को दुईटा फलेछ ड्रागन फ्रुट गाइजहरू यहाँनिर एउटा फलेछ खोइ देखेन त हजुरले देख्नुभयो मेरो अर्को ड्रागन फ्रुट झन् गाह्रो छ है गाइजहरू यो चाहिँ हो पानीको जग यो चाहिँ हो जग यहाँ टावर मकै पुल्नु टावर पनि छ त्यो चाहिँ हाम्रो सोफाको त्यो के जम्पिङ गर्छ त्यहाँ हामी सानो बच्चा मात्रै यहाँबाट लिएको है गाइजहरू माम के भन्नुहुन्छ माम जानु आँटेको माम मसँग यो चाहिँ हो मामको म गुम्बामा जान्छु है गाइजहरू माम पनि गुम्बामा जान्छ पढ्नलाई मेरो नाम चाहिँ हो केलसाङ योन्जन अनि तामाङ म तामाङ हो है हजुर तामाङ हो भने चाहिँ कमेन्टमा लेखिदिनुहोस् है
कहिले कहिले त दिदीले पनि हेर्नु सक्छ नि अरे ग्यालु पनि तर भिडियोमा जबरजस्ती नगर है फेरि झाम पाइदिन्छु यहीँ बता गाईहरूसम्म नझर्नु गाँदैछ है मेरो माम के गर्दैछ हेर्ने एकछिन पहिला म माला राख्छु ल अब देखाउँछु कस्तो त तपाईँ चिन्नुहुन्छ हुँदैन भने तपाईँ चिन्नुहुन्छ कि हुँदैन गाईहरू चिन्नुहुन्छ भने मेरो भाइ र बहिनीलाई हेर्ने मेरो भाइ र बहिनीको घर उयो देखेको हुन्छु नि अब अलिकति नजिक गरौँ हजुर अनि यो रास्ताबाट सिधा जानुहोस् अनि भरेमा यो मेरो भाइ र बहिनीको भिडियो बनाउँला है बाई बाई अहिले बाई बाई नगरौँ है गाईहरू ला फेरि कति बज्यो हौ गाईहरू कति बज्यो दिमाग नै खाइसक्यो क्या मेरो मेरो स्कुल त्यहाँबाट जान्छु त्यहाँबाट अनि उता जाने अनि स्कुल आइपुग्यो त्यो पनि छ है गाईहरू वा मैले लान आँटेको के गाईहरू मासु या के दिँदैछु धारामा चाहिँ कस्तो मासु हुने बित्तिकै नै हामीलाई नै लाग्छ होइन है गाईहरू अब माम र म तल जाने है गाईहरू म मामलाई यहाँबाट हेर्छु है म मामलाई यहाँबाट हेर्छु तलबाट तल गएमा गाईहरू म तल गएँ ल अब मेरो हामीले ल झन् नजिकै छ है कस्तो देख्नुभयो मेरो भ्यू कस्तो छ हौ कस्तो साउनु कस्तो माम कति हेर आउँछ यता केको जबरजस्ती छ एकछिन याद बसौँला है गाईहरू पुरै भागिसक्यो के गाईहरू यता तिमीहरू कहिले कहीँ भिडियो बनाउँदा थक्छ यो पुरै देश नै कस्तो छ हौ मेरो भाइ यहाँ के गर्दैछ हेर्ने औ हजुरलाई मैले एकछिन फिल्म देखाउनुहोस् न बेटीको ल हजुरलाई एकछिन ल के बन्द गर नुनु गर्ने मोबाइल यहाँ किन मम्मी बाई अहिले बाई बाई नगरौँला है आइसक्यो के मलाई कस्तो जली देख्छ